नमस्ते सबैजनामा तपाईहरुलाई चाहिँ मेरो भ्लगमा स्वागत छ। टुडे भ्लग इज अन हर बर्थडे। आज चाहिँ खास बाइ बाइ। म चाहिँ भ्लग बनाउँछु भनेको किन चाहिँ मलाई जिस्काउँदै खानु। हाम्रो चाहिँ क्यान्टिनमा बसेर यहाँ बच्चा खाने हो। हामी चाहिँ उसको बर्थडेको लागि चाहिँ यहाँ बजार बुल्दैछौँ है गाइजहरू। बर्थडे गर्ल चाहिँ यो गई यसलाई यहाँ काट्न आएर रेखाको बिहाको काट्न आएर टेन्सन परे कुन चाहिँ आज यसलाई हामीले यसको बर्थडे भोलि नि त जे मनपर्छ त्यही किन भनेर चाहिँ यसलाई एउटा चिज जे मनपर्छ त्यही किन भनेर चाहिँ यहाँ देखाउन ल्याएको हम। कुन मन पर्यो बिहानी? कुन मन पर्यो? हाई यहाँ खासै मन पर्ला जस्तो छैन यसलाई चाहिँ। मन पर्यो र छैन। हामी बागलुङको सेलमा छौँ है गाइज। जाँदैछौँ के छ हेरौँ। हेर्दैछौँ यहाँ चाहिँ कोही आउन। वाउ हिरो तिमीले लाऊ। यहाँ चाहिँ नयाँ नयाँ चस्मा आएको रहेछ। यहाँ चाहिँ ट्राई गर्दै हामी चाहिँ जहिले आउँदै चस्मा ट्राई गर्दै जाँदै गर्छौँ। कहिलेकाहीँ चाहिँ किन्छौँ पनि तर होइन हिरोइन कस्तो देखिन्छ होइन हेर लाउँछु कस्तो देखिन्छ। लाउनै मिल्दो रहेछ अरे त हात चाहिँ ल्याएर फेरि हामी चाहिँ आउँदै पछि यहाँ ट्राई गर्दै जाँदै गर्छौँ सबै कुरा। मेरो साथीहरू पनि के ट्राई गर्दै। कस्तो देख्यो गाइज मलाई यो घडी। मेरो साथीहरूको गिफ्ट हो यो चाहिँ। यिनीहरूले किनिदिएका मलाई के किनिदिन्छस् भन्। हामी त्यत्रो बागलुङ बजार घुम्यौँ तर कहीँ पाएन त वान पिस। एउटा पसल छ त्यहाँ लास्ट पसल बागलुङ बजारको हामी गएको मध्ये त्यहाँ कतिको छ हो राम्रो पाइयोस् त्यही त। कस्तो छ भनिदेऊ त यो। मन पर्यो कि नै गाइस त्यहाँ पाइएन। अब घर जाने यस्तै गरेर घर जाने अब। हाम्रो घरमा आयौँ है हामी चाहिँ। फाइनली वी आर अराइभ इन बिहानी होम बर्थडे गर्ल हाउस। लेट्स गो गाइज। सिकाउँदैछ के कसो गर्ने भनेर। हेर्नुहोस् गाइज तपाईँलाई चाहिँ बिहानीको रुम टुर गराउँछु। यो चाहिँ बिहानीको पुरा आर्टहरू कस्तो राम्रो राम्रो छ हेर्नुहोस् त माथिको। यहाँ चाहिँ बसी खाने बनाउने मान्छे चाहिँ यताको पनि हेर्नुहोस् कस्तो मिलाएर राख्छिन्। यहाँ सामान हेर्नुहोस् त एक मिलाएर राख्छिन्। यस्तो कसैको घरमा हुन्छ त हाम्रो घरमा चाहिँ हुन्न है। यो पनि हेर्नुहोस् कस्तो राम्रो गरेर राखेको यहाँ हेर्न सक्नुहुन्छ तपाईँले मिलाइ। यो हेर्नुहोस् यो कस्तो राम्रो छ। यहाँ छौँ यो हामी सो हाम्रो ग्याङ यहाँ पनि छ हामी। अनि यो चाहिँ बिहानी हो। यो चाहिँ बिहानीको आफ्नो फोटो हो। यो चाहिँ अब नभन। यहाँ चाहिँ आउँदा आउँदा काम सुरु भइसक्यो यिनीहरूको। यिनीहरूले जहिले नि आएर काम गर्छन्। म कसैका गरेर पनि काम गर्दिनँ। म चाहिँ कसैका घर गएर पनि काम गर्दिनँ साँच्चै हेर्नु पर्दा। हजुर यहाँ गिफ्ट बहिनीको अस्ति आइदेखि चाहिँ यहाँ गिफ्ट खोल्दैछु। एक्साइटेड लेभल फेरि एकदम हाई छ। मलाई थाहा थियो बिहानै बिहाको भन्दै थियो मैले। डुल्ला देख्ने बित्तिकै अनि त्यहीँ माथि चाहिँ यो प्याकेजिङ नै ब्यागको जस्तो थियो नि त।
बिहानको रियाक्सन क्या गर्ने ल it's a branded bag. एक्साइटेड धेरै एक्साइटेड भएर फेरि ब्यागको मलाई नि पठाइदिन्छ होला पक्कै भन्नु यहाँ चाहिँ दर्शकहरू फेरि यता गाइस मैले त जतिसुकै खाएपछि बल्ल सम्झिन्छु भ्लग बनाउने अचार खाइयो अनि बल्ल भ्लग गर्ने सम्झेँ क्या त्यही भएर बनाइदिएको भएन हामी चाहिँ फर्स्ट टाइम भ्लग त्यही भएर आउँदैन भ्लग बनाउन खासै त्यही पनि सम्झनाको लागि मात्रै पछिसम्म नि सम्झेला भनेर चाहिँ अनि बनाएको भ्लग है त गाइज मासु अहिले चाहिँ सम्झिँदै मासु आउनु हुँदै है कपडाको कस्तो राम्रो देखियो तर बिहानलाई चाहिँ दर्शकहरू फेरि यहाँ हुनुहुन्छ हेरेको हुनुहुन्छ दर्शक खाना खाने बेला सुरु भइसक्यो भाँडा मार्ने यहाँ डिबेट गर्ने कसले मार्दिने कम्पिटिसन भाँडा मार्दिनेको भाँडा मार्न 1 नम्बर छन् कुन चाहिँलाई चुज गर्नुहुन्छ भन्नु चाहिँ धेरै नै सबै यो पिसा सम्बन्धी सक्नुहुन्छ तपाईँ चाहिँ हामी बाटोमा हिँडिरहेका छौँ उहाँ आएर बसिसक्यो के खान्छौ भन त हाई फ्रम सुमारुको पसलबाट तपाईले यहाँ सुनदेखि नुनसम्म सबै पाउनुहुन्छ नुनदेखि सुनसम्म त्यो त थियो कालु अरे हामी चाहिँ स्न्याक बोलाउँदै छौँ स्न्याक भएर रातिको 10:30 बजे बोलाउँदै छौँ आइने त बोलो गाइस त्यहाँ आइए फाइनली गाइस यहाँ त लाइन पिस दिइरहने त चाहिँ आफ्नो मुखा लाइट बाल यो चाहिँ भोलिको यस्तो बनाए बर्थडेको चक्लेट बर्थडेको 11 त्यहाँ चाहिँ कपाल कढे राति 12 बज्न लागिसक्यो रेडी भइसके यिनीहरूले रेडी हुँदै रेडी भएर बसेको गाइस तँलाई मैले देखाइनँ त तल चाहिँ बर्थडे गर्ल चाहिँ आजको उहाँ हुनुहुन्छ ह्याप्पी बर्थडे भनेर सबले विस गरिदिनु होला मैले थ्याङ्क यू भनिसकेपछि भन्न नपाउँदै सबै भिडियो हालेर एउटा राम्रो बनाएर हाल्ने क्या अनि यो आजको बर्थडे गर्लको हियर सी इज रेडी पड्किए पनि हो नि बसन्त तेरो कपाल डढेको होइन हो नि Happy birthday to you.
यहाँ पनि भरौ कहीँ त टुक्रा त कता गएछ त केटी ए ल देखिन्छ पूजा भिडियो पो रहेछ छोइन छोइ भाइ अब झन् कस्तो म त अघि डराइदिँदै केक सँगै मलाई त जुस चाहिन्छ जस्तै मेरो भएको हो क्या Happy birthday to you. Happy birthday. Happy birthday to you. खाइदिया मात्र केही गराइदिया सुरुमा खुवाउने बेलामा के क्यानी अब क्यानी भन्ने कस्तो मिठो छ भाइ केक होइन अर्को वर्ष यति बेला अस्ट्रेलियाबाट उसो होस् ह्याप्पी बर्थडे आशीर्वाद दिनै भेट्छ टीको भोलि बिहान लगाइदिन्छ अनि साथीको बर्थडे मनाउन आएको के भयो अब यहाँ त कुरियर गरेर झन् उल्टै गिफ्ट पठाउने निदो गरियो गाइज हामी अब अहिले रातिको 3 बजेको हो हामी चाहिँ गफ गऱ्यौँ हाम्रो मनको पीडा सबै गाइज अहिले चाहिँ रातिको 3 बजेर 3 मिनट गएको हो हामी चाहिँ जागरामा बसिरहौँ यहाँ कोही टिकटक बनाउँदैछन् कोही यहाँ खाँदैछन् अनि हामी चाहिँ मनको पीडा सबै निकालेर रोएर आफ्नो कुरा सब भनेर अनि टिकटक बनाइयो एकछिन अनि अहिले चाहिँ यहाँ खाँदैछौँ खाँदै आज सुत्दा चाहिँ 5 बजे जस्तो छ 4 बज्यो अहिले चाहिँ हाम्रो बर्थडे पार्टी सकिसक्यो बर्थडे गर्ल चाहिँ अब कोठा सफा गर्दै हुनुहुन्छ अनि बिस्तारै लाउँदै हुनुहुन्छ हामी चाहिँ बाई बाई थ्याङ्क यू फर वाचिङ